सोध्नु भएको थियो कसरी बनाउने भनेर। आजको यस भिडियोमा चाहिँ हजुरहरूलाई म यो बनाएर देखाउनेछु। त्यसका लागि चाहिँ हामीहरूलाई मेनली दुईवटा चेक बल्ब र दुईवटा बल्बहरू चाहिन्छ। यो ठुलो साइजको एउटा अलि सानो साइजको। चेक बल्ब एज इट इज जस्ता तस्तै राखिदिनुपर्छ, यताको जस्ताको तस्तै। अर्को चेक बल्बको चाहिँ यता टी हुन्छ खास स्प्रिङ, यसलाई निकालेर यता माथिपट्टि हाल्नुपर्छ। तेरोलाई उँधो पारेर हाल्नुपर्छ एउटा। अनि र अर्को निप्पल यसलाई चाहिँ माथि मुखतिर पारेर राख्नुपर्छ। यसलाई मुनि मुखतिर पारेर राख्नुपर्छ भनेपछि यसलाई माथि मुखतिर पारेर राख्नुपर्छ। अब चाहिँ गेट बल्ब जोड्नेछौँ यता। पछाडि यसमा यो जोडेर यहाँ अर्को बल्ब जोड्नुपर्छ, गेट बल्ब जोडेर यसलाई। अनि यो अर्को सकेट पानी ल्याउने। अनि हाम्रो ऱ्याम्प पम्प यस्तो भएको छ है। यहाँबाट पानी आउँछ, हामीले यो यहाँबाट पानी जान्छ।